हेलो एभ्रिवान, वेलकम टु माई अनदर ब्लग। आज पनि म सानो ब्लग लिएर आएको छु। आजको बिहानको सुरुवात पनि नानी बाबुको खानाबाटै हुन्छ। म चाहिँ आजको खानामा उनीहरूलाई चाहिँ दलिया दिन लागेको छु। मैले चाहिँ कुकरमा थोरै घिउ राखेँ अनि मेथी, ज्वानो, लसुन फुराएर चाहिँ मैले दलियालाई राखेँ। त्यसपछि सिटी लाउन छोडिदिएँ। यता रेडी भइसक्यो मेरो नानी बाबुको खाना, यता पाक्दैछ मेरो चिया। त्यसपछि नानीलाई सबै खानेकुराहरू खानिदिएर रेडी गराएर चाहिँ स्कुल पुर्याउन जाँदैछु। स्कुल पुर्याएर आएर हाम्रो लागि खाना बनाउन थाल्छु। राइस कुकरमा खाना बसालेर म चाहिँ लागेँ यता तरकारी बनाउन। तरकारीमा चाहिँ आज मैले थोरै पनिर बनाउन लागेको छु। फ्राई प्यानमा थोरै तेल राखेर चाहिँ लसुन, जिरा, प्याज, गोलभेडा अनि अरू बाँकी सबै मरमसलाहरू हालेर त्यसलाई पकाउँछु अनि त्यसपछि त्यसलाई मिक्सर गरेर चाहिँ फेरि थोरै मात्रामा तेल राखेर त्यो मसलालाई फेरि मजाले तेल आउने बेलासम्म पकाउँछु अनि त्यसपछि मटर, पनिर त्यसमै राखेर एकछिन पाक्न दिन्छु अनि खाना पनि रेडी हुन्छ मेरो। त्यसपछि हामी खान्छौँ बुढाबुढी मिलेर। अनि बाबुलाई नुहाइदिन पर्ने थियो अनि उसलाई नुहाइदिन थाल्छु। पानी खेल्न भनेपछि एकदम मजा मान्छ बाबु चाहिँ। उसलाई नुहाएर तेल लगाएर अनि सबै काम सकेर उसलाई खानेकुरा खानिदिएर म चाहिँ लाग्छु अब उसलाई सुताउन। अनि ऊ चाहिँ अचेलभरि धेरै सुत्दैन। पहिला चाहिँ 3 घन्टा सुत्थ्यो, अहिले त 1 घन्टाभन्दा सुत्दैन। फेरि ऊ कति चाँडो उठिसक्यो, 1 घन्टा सुतेर उठिसक्यो। त्यसपछि खाँदैछु ऊ चाहिँ पानी पनि यति धेरै खान्छ कि। अनि हेर्दा हेर्दै अब फेरि छोरी लिन जाने बेला भइसक्यो 3 बजे। अनि गयौँ हामी छोरी लिन। छोरीको स्कुलमा पुगिसकेपछि उसलाई चाहिँ नखेलिकन आउन मान्दैन, खेल्नै पर्छ। त्यसपछि लाग्यो खेलाउन अनि घर आएर खाजा खानिदिएर फेरि म उनीहरूलाई लैजान्छु इभिनिङ वाक। अनि इभिनिङ वाक नहिँडाइकन त हुँदैन। घर फर्किने बेला फेरि नानीलाई खानु पर्यो अरे कृष्णको प्रसाद। त्यही भएर फेरि म खुवाउन थालेँ प्रसाद अनि खाएर घर ल्याएर फेरि खाना खुवाएर सुताएँ। बाई बाई।